नमस्ते एभ्रिवान वेलकम टु माई मिनी ब्लगमा सबैभन्दा चाहिँ पहिला चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला है त आज चाहिँ म चाउमिनको मुकबाङ गर्न गइरहेको छु साथीहरू हेर्नुहुन्छ तातो तातो एक प्लेट चाउमिन छ सकिन्छ कि सकिँदैन हेर्नुहोस् गाइसहरू आज चाहिँ बाहिर एकदम चिसो चिसो पानी छ बाहिर धेरै नै त्यही भएर चाहिँ मुकबाङ गर्ने जोस चल्यो क्या मलाई अनि धेरै दिन बिमारी भएर भिडियो सिडियो पनि बनाएको थिएन यहाँ चाहिँ छ गाजर र लेमन हालेर चाहिँ टक्क खाइदिन्छु गाइजहरू म होइन यो लेमन देखेर चाहिँ कसको मुखमा पानी आउँछ मलाई चाहिँ खोकिनिकै भएको छैन र म चाहिँ खान गएँ ल साथीहरू खाएँ ल मैले चाहिँ यो खसीको किमा हालेको थिएँ क्या यसमा चाहिँ बब्बल मिठो भएछ अलिक यो साह्रो साह्रो जस्तो हुन्छ साथीहरू किनभने म चाहिँ आँटाको नुडल्स खान्छु नि त म चाहिँ आजकल अनि त्यो अलिक साह्रो साह्रो जस्तो हुन्छ मैदाको जस्तो त्यस्तो ऊ चाहिँ हुँदैन तर पनि हेल्थको लागि भनेर खाने गरेर अहिले चाहिँ मैले म मुकबाङ गर्दैछु ए भगवान् कि उयो खाएर जानुभएको हौ किमा छ त्यहाँनिर ल मजाले मुकबाङ बाबा छ्या दिदीको भिडियोमा आएँ म राम्रोसँग जाऊ धेरै घुमेर आऊ साथी चाहिँ घुम्न गएको साथीहरू म चाहिँ बिमार छु बाहिर चिसोमा नजाने भनेर नगएको क्या म जाँदैन बाहिर खासै हिँड्नु मन लागेन मलाई लाग्दैन गएन घरमै खाने बनाउने बस्ने यस्तै चिसो छ नि त बाहिरतिर जान मन लागेन क्या अनि चिसो पनि यस्तो चिसो छैन अनि अस्तितिर जानु मन परिरहेको थियो म बिमारी भएपछि चाहिँ चिसो लाग्छ भनेर जानु मन लागेन क्या यत्रो प्लेटमा धेरै भएको थियो चाउमिन नखाएको
होइन खानु चाहिँ छोड्नु हुँदैन लेमन चाहिँ लास्टै खानु पऱ्यो भने किनकि नुन झन्नै चर्को चर्को भएछ नि त लास्टमा खाइ नसक्ला जस्तो भयो साथीहरू चाउमिन जति सकेर अब त यहाँनिर ऊ मात्रै हो मटर किमा अन्डा मात्रै म चाहिँ खाइसकेन लास्टमा खानु सकेन मैले सरी यसको लागि आजको भिडियो चाहिँ यति नै बाई बाई